मलाई धेरै जसो सोधिने क्वेसन के यो डिजिटल अनलाइन बिजनेस भनेको के हो अनि यो चाहिँ कसरी गर्ने अनि यसमा धेरै पढे लेखेको चाहिन्छ हो पढाइ कति चाहिन्छ अनि इंग्लिश धेरै आउनुपर्छ हो भन्ने जस्तो कुरा गर्नुहुन्छ हैन अनि आज चाहिँ मैले त्यो सम्पूर्ण कुराहरूको एन्सर लिएर आएको छु। नमस्ते, मेरो नाम सरस्वती थापा, म काठमाडौँ नेपालमा बस्छु। डिजिटल बिजनेस भनेको के हो त? तपाई फ्री भएको टाइममा के गर्नुहुन्छ? सोशल मिडिया चलाएर बस्नुहुन्छ नि हैन? सोशल मिडियामा अरूको कन्टेन्ट हेरेर चाहिँ स्क्रोल गरेर घण्टौं घण्टा बितेको तपाईलाई थाहा नै हुँदैन। यो बिजनेसमा चाहिँ त्यही सोशल मिडिया युज गर्नुस्, त्यति नै टाइम दिनुस् र कन्टेन्ट आफ्नो बनाउनुस्, एट्र्याक्टिभ पोस्ट आफ्नो बनाउनुस् र एट्र्याक्सन मार्केटिङ चाहिँ कसरी गर्ने भन्ने कुरा यो बिजनेसमा सिकाउँछ। तपाई यो बिजनेसभित्र आइसक्नु भएपछि चाहिँ तपाईलाई भिडियो बेस्ड ट्रेनिङ दिएको हुन्छ। त्यो ट्रेनिङ आफ्नो फ्री भएको टाइममा आफ्नो टाइममा बसेर आफै लिने ट्रेनिङ हो र त्यो ट्रेनिङ अनुसार के गर्ने, कसरी चाहिँ पोस्ट बनाउने, कसरी कन्टेन्ट क्रिएट गर्ने, कसरी एट्र्याक्सन मार्केटिङ गर्ने भन्ने कुरा ट्रेनिङबाट सिक्नुहुन्छ र त्यही अनुसार हामीले काम गर्दै जाने हो। अनि यो बिजनेसमा बिजनेस ब्याकग्राउन्ड चाहिँदैन, किनभने यो बिजनेसभित्र छिरिसकेपछि कसरी यो बिजनेस गर्ने भन्ने कुरा यही भित्र सिक्छ, ट्रेनिङले सिकाउँछ हामीलाई। अनि धेरै पढे लेखेको चाहिँदैन, इंग्लिश पनि चाहिँदैन, किनभने यसमा मल्टी ल्याङ्ग्वेज भएको चाहिँ ट्रेनिङ छ, भिडियो बेस्ड ट्रेनिङ। हामीले त्यो आफूलाई कुन ल्याङ्ग्वेज सजिलो लाग्छ त्यो ल्याङ्ग्वेजमा गएर चाहिँ ट्रेनिङमा बसेर गर्न सकिन्छ। अनि त्यसपछि जसले चाहिँ सोशल मिडिया चलाउन सक्नुहुन्छ उहाँहरूले यो बिजनेस पनि रन गर्न सक्नुहुन्छ है त। अनि अर्को कुरा चाहिँ जो चाहिँ घरमा हुनुहुन्छ, स्टे एट होम मम, होम मेकर, गृहिणी हुनुहुन्छ अनि जसको चाहिँ सानो सानो बच्चाहरू छ उहाँलाई टेक केयर गर्नुपर्छ, बच्चाहरूको कारणले गर्दाखेरि जबमा जान पाउनु भएको छैन भनेदेखि यो बिजनेस चाहिँ उहाँहरूको लागि हुन सक्छ। म पनि एउटा मम हो, मैले पनि त्यसै कारणले गर्दा मेरो घर बच्चाले गर्दाखेरि यो बिजनेस स्टार्ट गरेको हो। मैले जब गर्न नसकेको कारणले गर्दाखेरि र कोही बेबी प्लान गर्दै हुनुहुन्छ भने पनि राम्रो जब छ तपाईसँग, राम्रो इन्कम छ, बच्चा प्लान गर्दै हुनुहुन्छ, अब जब त छोड्नै पर्यो भने पनि यो बिजनेस हेर्न सक्नुहुन्छ। किनभने यो बिजनेस भनेको तपाईले घरमा बसेर आफ्नो कम्फोर्ट जोनमा बसेर दिनको 3-4 घण्टा मात्र टाइम दिएर पनि यो बिजनेस चलाउन सकिन्छ, इन्कम गर्न सकिन्छ। तपाईलाई चाहियो ल्यापटप, मोबाइल र वाइफाई कनेक्सन। यति भएपछि तपाईले यो बिजनेस रन गर्न सक्नुहुन्छ। कसरी गर्ने अनि कसरी चाहिँ अगाडि बढ्ने भन्ने कुरा तपाईलाई ट्रेनिङमा पनि दिएको हुन्छ। तपाईलाई लाइफ टाइमको लागि कोच प्रोभाइड गरेको हुन्छ, मेन्टर प्रोभाइड गरेको हुन्छ भने हाम्रो कम्युनिटीको टिम छ, बिजनेस पार्टनरहरू हुनुहुन्छ, उहाँहरूले पनि सिकाउनुहुन्छ। यदि तपाईँ आफ्नो लाइफ चेन्ज गर्न चाहनुहुन्छ, आफ्नो हस्बेन्डलाई फाइनेन्सियली सपोर्ट गर्न चाहनुहुन्छ, आफ्नो बच्चाको भविष्य हेर्न चाहनुहुन्छ र बच्चाको टेक केयर गरेर फ्यामिलीलाई टाइम दिएर इन्कम पनि राम्रै गर्न चाहनुहुन्छ भने यो बिजनेस तपाईको लागि हुन सक्छ। यो बिजनेसको बारेमा थप जानकारी चाहनुहुन्छ भने तपाईँ मलाई मेसेज गर्न सक्नुहुनेछ। आजको लागि बाइ बाइ।